बालनको एउटै कमी हो, उनी बोल्दैनन्। जबसम्म तपाईँ बोल्नुहुन्न तबसम्म तपाईँ जनताकोमा पुग्नै सक्नु। त्यही बोली नै हो। यही तरिकाले हर्क साम्पाङ संसदमा प्रस्तुत हुँदै जाने हो भने त अर्को पटक त हर्क साम्पाङलाई विश्वास गर्ने आधार भएन नि जनताले, होइन र? त्यही त राजनीतिक संस्कार हुनुपर्छ, जनतामा भिज्नुपर्छ, जनताको कुरा बुझ्नुपर्छ, त्यही कुरा उठाउनुपर्छ। सरकारले जानेन भने यसो गर भन्नुपर्छ। त्यसरी आफ्नो योग्यता देखाउने हो। विरोध गरेर राजनीति हुने जमाना गयो। पोलिटिसियन भनेको त्यो प्राइम मिनिस्टर हुनु होइन, त्यो पोलिटिसियन भनेको त्यो मन्त्री हुनु होइन, सांसद हुनु होइन। हामी भिखारी पैदा गर्दैछौँ कि आफ्नो खुट्टामा उभिने नेपाली जन्माउँदैछौँ? एउटा त्यो। दोस्रो कुरा यिनीहरूले नबुझेको कुरा, अब झन् यो इन्क्रोचमेन्ट, अतिक्रमण, सुकुम्बासी भएर अतिक्रमण गर्ने झन् परम्परा बढ्छ। त्यसलाई रोक्नुपर्छ सरकारले। बालेन सरकारको कुरा मान्ने सर्वोच्च भयो भनेर जनताले भन्न पाउँछ, त्यो भन्न दिनु हुँदैन। पुराना दलका पुराना नेताहरूले जति पनि अपराध गरेका छन् तिनीहरू सबैलाई कारबाही गर्नलाई भनेर तयारी गरिराख्दाखेरिमा झन् सर्वोच्चमा पनि अब बालेनकै भनौँ न पक्षकै मान्छे, अझै पुराना दलहरूले नियुक्ति गरेका मान्छे हटेर अब यो अलिकति सोच्छ मान्छे खालको आइसकेपछि चाहिँ ती पुराना नेताहरूको चाहिँ अब यतिखेर मुटुमा ढ्याङ्ग्रो बजिया छ। अब पहिला जस्तो सरकारले पक्रिएर लैजान्छ, अदालतले छोड्न आदेश दिन्छ, त्यस्तो चाहिँ हुनेवाला छैन अब भनेपछि। छैन, त्यो हुनु पनि हुँदैन। 76 जनाको बलिदान, खर्बौँको सम्पत्तिको नोक्सानपछि आएको परिवर्तन हो। त्यसमा यिनीहरू बाँच्ने हो भने त्यो 76 जनाको बलिदानको के काम? कोही पनि बाँच्नु हुँदैन, कोही पनि। त्यसमा अहिले स्वतन्त्र पार्टीका परे भने पनि त्यो पनि बाँच्नु हुँदैन। यो अहिले सुदनकै एउटा मुद्दा छ कि छैन? एउटा आयोग बनाएको छ। त्यो आयोगको जुन निर्णय हुन्छ, उसले बुझाउने जुन प्रतिवेदन हुन्छ र जुन उसले निर्णय गर्छ, किनभने त्यसलाई त कानुनी अधिकार पनि दिएको छ क्यारे, हो कि होइन? त्यसले गरेको निर्णय पनि अहिलेको परिवर्तित परिस्थिति अनुसार भएन भने त्यो पनि रिट पर्छ। त्यसमा हाम्रो अहिलेको प्रधान न्यायाधीशले के निर्णय गर्छन्? यो अब प्रधान न्यायाधीशको अब परीक्षा सुरु भयो। परीक्षा होइन, बालेनको पनि परीक्षा सुरु भयो। बालेनको परीक्षा सुरु भयो। बालेनको स्वतन्त्र पार्टीको सबैको परीक्षा सुरु भयो। बालेनको त अस्ति नै सुरु भइसक्यो अरे। छैन, अब फुल सर्कल भयो। अस्ति नै अब प्रशासनमा मेरो पकड छैन भन्न पाउँदैनन् 8वटा अध्यादेश ल्याइसकेपछि। अब कानुन न्यायालयमा छैन भन्न पाइएन। अब न्यायालयले यो बुलडोजर रोक्नु भन्यो भनेदेखि बालेनले नटेरेर धर पाउँदैन, होइन? त्यो सिमानाको 100 रुपियाँको जुन ट्याक्सभन्दा बेसीको ट्याक्स लगाउन त्यो रोकेको छ, त्यो चाहिँ होइन भन्न पाउँदैन। अब बालेनले पनि प्रधान न्यायाधीशबाट सर्वोच्चबाट जे फैसला आउँछ त्यो अक्षरशः पालन गर्नुपर्छ, होइन भने यिनी पनि अराजकमा चाहिँ दर्ता हुन्छन् र यो डिक्टेटरसिपमा गयो भनेर बुझ्नुपर्छ हामी। अब यसरी सरकारमालाई अलि बालेन शाहलाई सबैतिरबाट एक किसिमले समर्थन छ, सबैतिर आफ्नै मान्छेहरू राखेका छन्। सरकारको लगभग अङ्ग जतिमा आफ्नै हातखुट्टाहरू सबैमा आफ्नै मान्छेहरू बालेन शाहले राखिसकेका छन्। यही बिचमा चाहिँ फेरि यही सरकारको बालेन शाहको सरकारको एकदमै प्रभावशाली नेता अमरेश कुमार सिंहले यही सरकारकै विरोध गर्न थाले। यो जुन अहिले बजेटको कुरा आइराखेको छ, सबै विधि भत्काउँदै जाने हो भने प्रधानमन्त्री पद पनि भत्काइदिए हुन्छ भन्ने किसिमले चाहिँ हिजो संसदमै उभिएर जुन कुरा गरे अमरेश कुमार सिंहले, त्यसपछि अहिले मान्छेहरू छक्क परेका छन्। किनभने उहाँ सत्तापक्ष हो, प्रतिपक्षले त्यो भनेको थियो भने खासै नौलो हुने थिएन। सत्तापक्षको त्यही माथि पनि बालेन शाह प्रधानमन्त्री बनेनन् भने आत्महत्या गर्छुसम्म भनेका व्यक्तिले नै
त्यो कुरा गर्नुलाई चाहिँ अलि अनौठो मानिरहेछन्। यिनीहरूको बिचमा केही पो भइसकेको छ कि अब अहिले अमरेश कुमार सिंह यतिका समयसम्म गुमनाम भएका थिए, यो बिचमा केही अर्कै खालको भू राजनीतिक डेभलपमेन्ट भइसकेको छ कि त्यस कारणले अमरेश कुमार सिंह त्यसरी जङ्गिएको हो कि भन्ने शङ्का उत्पन्न भइरहेछ अहिले। तपाईँले कसरी लिनुभएको छ? मैले कसरी लिएको छ भन्न भाइले सुहाउँदैन, किनभने यो चिज हामीले महिनौँ दिनदेखि कुरा गरिराखेका छौँ। सरकार बन्नुभन्दा पहिले, सरकार बनिसकेपछि भाइ र म त डेली कुरा गर्छौँ नि, होइन? मैले के विचार हो के होइन भन्ने कुरा त हाम्रो त प्रकट भइराखेको छ। हाम्रो त अभियान हो नि। यो पार्टीको रूप लिइसकेको छैन, पहिलो कुरा त्यो। दोस्रो कुरा, यसको कुनै फरेन पोलिसी छैन। हिजो अमरेशले पनि त्यो कुरा भने, हामी पनि त्यही भन्दैछौँ। यसमा एउटा सिस्टम बसाल्नुपर्छ, त्यो पनि बसेको छैन भन्ने कुरा हिजो अमरेशले पनि भने, हो कि होइन? उनले त्यो जुन प्रधानमन्त्रीको पोस्ट पनि खारिज गरे हुन्छ भन्ने जुन कुरा गरे, त्यसको मतलब के हो भनेदेखि र परम्परा पनि मान्नुपर्ने स्थिति हुन्छ भनेको, उनले जुन अपमान बालेनले गरे राष्ट्रपतिको, यो त सिस्टमको एउटा संस्था हो नि त, पर्मनेन्ट संस्था हो। त्यसले हाम्रा छिमेकी देश मात्रै होइन, दुनियाँभर जसकामा हाम्रो राजदूतावास छ र जसको राजदूतावास यहाँ छ, तिनीहरूप्रति यो सरकार र नेतृत्वमा शङ्का उब्जिएको छ। त्यो उनले भन्न खोजेको स्पष्ट रूपले किन भनेनन्, बुझ्नेले बुझे। त्यसको जवाब दिएको छ स्वर्णिम वाग्लेले। परम्पराको कुरा र नयाँ चिज छैन भन्ने कुरा जुन हो, त्यो चाहिँ तपाईँ हेर्दै जानुहोस् भनेर चाहिँ एक प्रकारको व्यङ्ग हानेको छ, होइन? यिनीहरू कुरा छ। उनले ग्राउन्ड वाटर लेभल खस्किसक्यो तराईमा, त्यसको कुरा भएको छैन। हुलाकी राजमार्गको चाहिँ कुरा भएको छैन। त्यसमा स्वर्णिमले तपाईँ हेर्दै जानुहोस्, कार्यक्रममा छ भनेको छ, जब बजेट आउँछ त्यसको कुरा हुन्छ। भुइँ मान्छेलाई छोएको छ कि छैन, यो अमेरिकन टाइपको बजेट हो भन्ने कुरा उनले भन्दैछन् नीति तथा कार्यक्रम। अमेरिकन टाइपको बजेट हाम्रो नेपालमा चल्दैन। अब हामी नेपालीले, भाइहरूले, खास गरी भाइहरू जस्ता मिडिया पर्सनले हेर्ने कुरा के छ भने, यो सरकारले एउटै लक्ष्य राख्नुपर्छ आर्थिक रूपमा। त्यो के हो भने, प्रत्येक नेपाली 5वटा चिजमा आत्मनिर्भर हुने किसिमको यो बजेट आउँछ कि आउँदैन। खाना, लाउन, बस्न, मोडर्न एजुकेसन। फेरि म मोडर्न एजुकेसन भन्दैछु। यो क ख ग सिक्ने, एबिसी सिक्ने, 2 2 जा 4 भनेर घोक्ने, त्यो अहिलेको शिक्षा प्रणाली होइन। अहिलेको एआई टेक्नोलोजीबाट शिक्षित हुने र अहिलेको 21वां सदीको मार्केटमा त्यो शिक्षा एडप्ट गर्ने किसिमको शिक्षा चाहिन्छ। र मोडर्न हेल्थ केयर भनेको छु मैले। मोडर्न हेल्थ केयर भनेको जुन दबाई, जुन ट्रिटमेन्ट 5 स्टार हस्पिटलमा हुन्छ, त्यो आम जनताले पाउनुपर्छ। हामी कहाँ गाउँमा एस्पिरिन पठाएर, कुनै ट्याब्लेट पठाएर होइन, त्यो हेल्थ सेन्टर मात्रै राखेर होइन, त्यहाँ काबिल डक्टर हुनुपर्छ। त्यो टेक्नोलोजीले गाउँ गाउँ पुर्याउन सक्छ। त्यो टेस्ट अब स्वर्णिमको हुन्छ बजेटको बेलामा। यो सबै चिज त्यहाँ उनले सर्टमा, भाइले याद गर्नुभयो कि गर्नु भएन, त्यहाँ सभामुखले उनलाई टोके पनि, नभए अझ विस्तृत रूपमा जान्थे होला। त्यहाँ अमेरिकन सोच र हाम्रो नेपाली सोचको टकराव हो यो। यसले
यो सरकारलाई कतापट्टि लान्छ। हामी नेपालीत्व कायम गर्छौँ कि हामी अमेरिकन सिस्टमले डेभलप गर्न खोज्छौँ। अहिले एक मिनट, यो जुन बहुदल आइसकेपछि हामीले अमेरिकन सिस्टम एडप्ट गरेको हो होइन, ओपन मार्केटदेखि लिएर सबै चिज गरेको हो। त्यसले हामीलाई कहाँ पुर्यायो, पर क्यापिटा इन्कमले कहीँ पुर्याउँदो रहेछ भन्ने कुरा क्लियर भएको छ। म यसमा क्लियर छु। हामीलाई पर पर्सन चाहिएको छ होइन। आज एउटा न्युज थियो पेपरमा, गाउँका स्कुलहरूमा के अरे सार्वजनिक विद्यालयहरूमा 100जना पनि विद्यार्थी छैनन् अरे। त्यस कारणले स्कुलहरूलाई गाभ्ने खर्च घटाउनलाई त्यसको स्तर उन्नति किन नगर्ने र त्यहाँ स्टुडेन्ट किन छैन त्यो चाहिँ किन भन्दैन सरकारले। किन छैन भने त्यहाँ जनसङ्ख्या नै त्यहाँबाट चाहिँ माइग्रेट गरिसक्यो। अनि कताबाट हुन्छ? जब मान्छे नै छैन भने विद्यार्थी कहाँबाट हुन्छ? परिवारै नभएपछि त्यो माइग्रेसन रोक्ने, जे छ आफ्नो खुट्टामा उभिने, आफ्नो व्यवसाय चलाउन सक्ने, आफ्नो परिवार पाल्न सक्ने चाहिँ गाउँमै हुनुपर्छ भनेको हो। त्यो इन्डिकेसन त्यो बुझ्नुपर्छ। यसरी हामी 5वटा स्कुल गाभिदियौँ अरे, 5 ठाउँको मान्छे कसरी आउँछ गाउँमा? भाइ त गाउँमा बसेको मान्छे हो नि, त्यति पनि सोच छैन। यी सबै चिजको टेस्ट हुन्छ। यो थ्योरिटिकल सरकार हो कि प्र्याक्टिकल सरकार हो? अबको इजम भनेको, वाद भनेको चाहिँ प्र्याग्मेटिजम हो, यथार्थवाद हो। यो सिद्धान्तिकवादले हुँदैन। यो चिज अब क्लियर हुन्छ। त्यो हिजो जुन अमरेश कुमार सिंहले नै सरकारको विरोध गरिसकेपछि अब प्रतिपक्षलाई त बल पुग्यो। यसले त सत्तापक्षले नै विरोध गर्न थालिसके भनेपछि त प्रतिपक्षलाई त यसै पनि बल पुग्ने नै भयो। त्यसैमाथि हर्क साम्पाङलाई त यसले ठुलै बल पुग्यो। त्यसै कारणले हिजो उहाँले सत्तापक्षकै सांसदले सरकारको विरोध गर्न थाले भनेर उहाँहरूलाई धन्यवाद दिँदै फेसबुकमा पोस्ट पनि गरिसक्नु भएको थियो। हर्क साम्पाङले हिजो पनि सभामुखलाई प्ले कार्ड देखाएर बोल्न दिएन भनेर संसद बहिष्कार गरेर उहाँ निस्किएर हिँड्नुभयो, बिचमा उठेर हिँड्नुभयो। यसले चाहिँ के देखाउँछ? हर्क साम्पाङले प्रधानमन्त्री जबसम्म बोल्दैनन् तबसम्म यस्तै किसिमको गरिराख्ने, यो बजेटमा हर्क साम्पाङको सहभागिता हुँदैन भन्ने कुरो चाहिँ देखियो। अब होइन, हर्क साम्पाङले पनि, हर्क भाइले पनि सिक्नुपर्छ नि। कसरी प्रस्तुत भए त अमरेश त त्यो 182मा कसैले भू राजनीति बुझेको छ, कसैले राजनीति गरेको छ भने त्यो अमरेश मात्रै हो। त्यो कुरा क्लियर छ। राजनीतिक संस्कार भनेको व्यवहार सच्याउने हो। व्यवहारमा देखिनु पर्यो। व्यवहार सच्याउने हो। व्यवहार सच्याउने भनेको मतलब हामीहरूले यो 5वटा चिज, खाना, लाउन, बस्न, मोडर्न एजुकेसन र मोडर्न हेल्थ केयर कसरी जनतामा पुर्याउन सक्छौँ, जनतासँग कसरी सम्पर्कमा बस्न सक्छौँ, जनतालाई कसरी विश्वास दिलाउन सक्छौँ, त्यो हो राजनीति। हर्क साम्पाङसँग राजनीतिक संस्कार छ कि छैन? होइन, सिक्नुपर्छ। अहिलेसम्म छैन। होइन, जुन किसिमको उनले उठाएको, म हर्कलाई र दुर्गालाई उस्तै देख्छु। अहिलेसम्म उनीहरूले उठाएको कुरा ठिक छ, तर प्रस्तुति ठिक छैन। त्यसैले जनताले पत्याइराखेको छैन। तपाईँ सही बाटो हिँड्नुभयो भने तपाईँ गन्तव्यमा पुग्नुहुन्छ। यो राजनीतिक संस्कारको अभावले हुन्छ यस्तो कुरा? राजनीतिक ज्ञानको कमीले। राजनीतिक यिनीहरू खालि यो नारा लगाउने त्यो सोचेको छ। राजनीति भनेको डे टु डेली काम नै राजनीति, व्यवहारै राजनीति हो। अब ज्ञानको कमीको कुरा गर्दा फेरि हर्क साम्पाङले त आफूलाई सर्वज्ञानी ठान्छन्, म जतिको बुद्धिमान को छ र भन्ने कुरा पनि गर्छन्। अनि कसरी ज्ञानको अभाव हुन्छ हर्क साम्पाङमा? त्यही चिज त राजनीतिक संस्कार हुने मान्छेले त्यो कहिले पनि भन्दैन मलाई म सबै चिज जान्दछु। कोही पनि मान्छे पर्फेक्ट हुँदैन। पर्फेक्ट भए त भगवान् भइगयो नि। नियम कानुनले छेक्छ, नियमावलीले छेक्छ भने त्यस्ता नाथे नियम कानुन नियमावली बनाउने ठाउँमा हामी बनाउने हो त्यो नियमावली भनेर प्रस्तुत हुनुहुन्छ। त्यो कुरा ठिक हो। नियम कानुनले मनको चाहना जुन आफ्नो विल पावर छ भने केले पनि छेक्दैन।
भगवान् बुद्ध पनि राजदरबारको चाहिँ उनी चाहिँ उत्तराधिकारी नै थिए नि त, हो कि होइन? राज परिवारबाट अब राजा हुने पालोको युवराजै थिए नि त। उनलाई केले छेक्यो त? छेक्यो। यही तरिकाले हर्क साम्पाङ संसदमा प्रस्तुत हुँदै जाने हो भने त अर्को पटक त हर्क साम्पाङलाई विश्वास गर्ने आधार भएन नि जनताले, होइन र? त्यही त, राजनीतिक संस्कार हुनुपर्छ, जनतामा भिज्नुपर्छ, जनताको कुरा बुझ्नुपर्छ, त्यही कुरा उठाउनुपर्छ। सरकारले जानेन भने यसो गर भन्नुपर्छ। त्यसरी आफ्नो योग्यता देखाउने हो। विरोध गरेर राजनीति हुने जमाना कुरा त जनताकै उठाएको हो। बालेन शाह किन नबोलेको भनेर जनताले त प्रश्न त त्यो त गरिरहेको छ। मैले पनि उठाएको छु नि, त्यो किन कुरा त हर्कले? गरेका हुन्, तर हर्क साम्पाङले यो जुन यो बजेटको कुरामा चाहिँ छलफल गर्नुपर्ने थियो नि त, किनभने उहाँको पनि सहभागिता केही न केही महत्त्व हुन्थ्यो होला यो बजेटको विषयमा। तर उहाँ यो छलफलदेखि भागिराख्नु भएको छ कि यसको जस लिन नखोज्नु भएको हो कि यसको अबजस लिन नखोज्नु भएको हो कि के हो हर्क साम्पाङले? ढङ्ग नपुगेको भन्दैछु त नि म। बिस्तारै बिस्तारै यिनीहरूले सिक्दै जान्छन्। राजनीति भनेको एउटाले त्यहाँ देखाएको थिएन खगेन्द्र सुनवारले, सिङ्गल सिङ्गल खेल्न आऊ, त्यो होइन राजनीति। राजनीति चुनाव जित्नु राजनीति होइन, होइन होइन। चुनाव पछि गर्ने आफ्नो व्यवहारमा राजनीति छ कि छैन, होइन? त्यो सिङ्गल सिङ्गल फाइट गर्नको लागि राजनीति होइन। त्यस्तो फाइट रोकेर सबैमा मेलमिलाप गरेर एकता कायम गर्नु चाहिँ राजनीति हो। यो चिज जुन दिन हर्कले बुझ्छन्। आज दुर्गा भाइ पनि जेलमै छन्, थुनामा छ, हो कि? 3 दिनलाई राखेको छ, सायद भोलि धरौटीमा छुट्ला, हो कि होइन? त त्यो छुटिसकेपछि पनि उनले पनि एउटा पोलिटिसियन जस्तो कुरा गर्नुपर्छ। उत्तेजनाले समस्याको समाधान हुँदैन। विवेक र शान्त स्थिर दिमागले सोचेपछि मात्रै तपाईँले चाहिँ सोल्युसन थाहा पाउनुहुन्छ। रिसले आवेगमा आएर तपाईँ सही निर्णय लिन सक्नुहुन्न। त्यो चिज हरेक पोलिटिसियनले बुझ्नुपर्छ। पोलिटिसियन भनेको त्यो प्राइम मिनिस्टर हुनु होइन, त्यो पोलिटिसियन भनेको त्यो मन्त्री हुनु होइन, सांसद हुनु होइन। पोलिटिसियन भनेको चिज के हो भनेदेखि यो 3टा चिज, राजनेता भनेको चिज के हो भने गभर्नेन्स, अनि न्याय, होइन, शासन चलाउनु, न्याय र जनतालाई, यसमा 3टामा समन्वय गरेर जनताले आफ्नो दैनिकी चलाउन सक्नुपर्छ। त्यसको नाम हो पोलिटिक्स। त्यो जबसम्म आउँदैन, अहिले पनि हेर्नुहोस् न, बालेनको एउटै कमी हो कि उनी बोल्दैनन्। जबसम्म तपाईँ बोल्नुहुन्न तबसम्म तपाईँ जनताकोमा पुग्नै सक्नुहुन्न। त्यही बोली नै हो। अगर भगवानहरूले पनि बोली नदिएको भए, गौतम बुद्धले आफ्नो विचार प्रचार नगरिराखेको भए, त्यस बेलामा पनि अगर फेसबुक र स्ट्याटस हुन्थ्यो भने गौतम बुद्धले बोलेर नै प्रवचन गर्थे र अहिले 60 करोड बुद्धिस्टहरू छन्। नबोली नि काम त गर्दै भइगयो नि भने जस्तो हिजो बसेको जुन मन्त्री परिषदको बैठकले एउटा राम्रै निर्णय गरेका छ नि त। यो जसको घर भत्काए सुकुम्बासीहरूको, तिनीहरूलाई विस्थापित भएको कारणले पुनर्स्थापनाको लागि भनेर 25,000 सुरुमै क्यास दिने रे। त्यसपछि जनही यो जबसम्म लाल पूर्जा पाउँदैन तबसम्म परिवारको 5 जनासम्मको सदस्यलाई 15,000 रुपियाँ महिनापछि दिने रे, र 5 जनाभन्दा बढी छ भने जनही 2,000 प्लस गरेर दिने रे। यसले त अलिकति जनतामा राहत त भयो नि, होइन? यो सुकुम्बासीहरूलाई बिना जुन विकल्प विस्थापित गर्यो भन्ने आरोप थियो, त्यसबाट त अलिकति चोखिने भयो नि यो सरकार, होइन? अब हामी भिखारी पैदा गर्दैछौँ कि आफ्नो खुट्टामा उभिने नेपाली जन्माउँदैछौँ? एउटा त्यो। दोस्रो कुरा यिनीहरूले नबुझेको कुरा, अब झन् यो इन्क्रोचमेन्ट, अतिक्रमण, सुकुम्बासी भएर अतिक्रमण गर्ने झन् परम्परा बढ्छ। त्यसलाई रोक्नुपर्छ सरकारले। कहिले सिद्धिँदैन। किन सिद्धिँदैन भने यहाँ पाएपछि अर्को ठाउँ लिन जान्छ। त्यो चिज यो सरकारले कसरी रोक्छ?
रोक्नुपर्छ, रोक्न सकिन्छ। यिनीहरू कुरा छ। आज 25,000 पाउनेले अर्को ठाउँमा बनाउँछ, 25,000 पाउँछ, जग्गाको मुआवजा पाउँछ, लाल पूर्जा पाउँछ, अनि एउटै मान्छेको 10 ठाउँमा जग्गा हुन्छ। उसले बेचेर पैसा जम्मा गर्छ। यो एउटा व्यापार भइसक्यो। तर त्यसको मतलब यो अन्त गर्नु हुँदैन। यो सरकारले गरेको निर्णयको मैले विरोध गरेको होइन, तर यो निर्णय लास्ट हुनुपर्छ। यहाँभन्दा पछि यो यस्तो खालको निर्णय गर्नु हुँदैन। यही चिज त 62 वर्षदेखि म त यसको अनुभवी हुँ, भुक्तभोगी हुँ, यसको ज्ञाता पनि हुँ। म त त्यो मान्छे हुँ जसले देखेको छ कसरी हुन्छ, उठाएको छ। मैले यो अतिक्रमण उठाउनमा नेपाल सरकारलाई धेरै मद्दत गरेको छु, धेरै ठाउँमा। हो कि न, कसरी हुन्छ, के हुन्छ, राजा महेन्द्रको पालादेखि म भन्दैछु नि तपाईँहरूलाई। अघि त्यो चिज भएको हुनाले अब जे भयो, यो आम माफी दिने चलन छ नि, दुईटा आन्दोलन भइसकेपछि, हो कि होइन? आम माफी जस्तो यो अहिले एउटा शान्ति प्रक्रिया के भन्छन् नि त, माओवादीको शान्ति प्रक्रिया होइन, त्यो किन सिद्धिँदैन? त्यतिखेरै आम माफी दिएको भए कुरा सिद्धि गएको थिएन। अहिलेसम्म किन पैसा तिरिराख्नुपर्ने, अहिलेसम्म किन झन्झट बोकिराख्नुपर्ने? किनभने यसमा पोलिटिक्स छ। त्यति गरेन भनेदेखि उनीहरूको भोट ब्याङ्क कायम हुँदैन। यो सिस्टम हटाउनुपर्छ। अब यो सरकारले जे गर्छ, जे मुआवजा दिन्छ, जे खर्च गर्छ, यो वान टाइम हो, फेरि नदोहोरियोस्। यो चाहिँ मेरो बालन र यो सरकारलाई सल्लाह हो। अब यो तरिकाले नै अघि बढिराख्ने हो भने चाहिँ अब सरकारले अलिकति जस पाउने जस्तो पनि देखिया छ। अब सहकारीको पैसा पनि फिर्ता गर्न थालि नै सक्यो। अब के अरे यो सुकुम्बासीलाई पनि अलिकति व्यवस्थापन गर्न खोजि नै सक्यो। यो यदि जुन चाहेको छ यो गर्न सक्यो भने चाहिँ सरकारले सधैँभरि सम्झिने खालको तरिकाले जस पाउने भयो होइन त? त्यही त अहिलेसम्म हामीले जे छलफल गऱ्यौँ, निर्णय ठिक हो, तर त्यसले नेपालको जग बसाल्नु पर्यो। दह्रो जे निर्णय गरेका छ, हामीले न्यायालयको कुरा गऱ्यौँ। यो रविको जजमेन्ट, रविको केसको जजमेन्ट यस्तो हुनुपर्छ कि अर्कोपल्ट यो चिजै नउठोस्, फेरि अर्कोपल्ट हामीले सुन्नु नपरोस् कि यसरी ठगी भयो, यसरी चाहिँ सङ्गठित अपराध हुँदो रहेछ, तिनीहरूले यस्तो सजाय पाउनुपर्छ। अर्कोपल्ट त्यो दिमागमा आउँदाखेरि पनि 10 पल्ट सोच्नु पर्यो। यो जुन यो सुकुम्बासीको छ, यो पनि अर्कोपल्ट सुकुम्बासी भन्ने शब्द हामीले सुन्नु नपरोस्। यो शिक्षाको अघि मैले कुरा गरेँ, त्यो पनि यस्तो हुनु पर्यो कि अर्कोपल्ट यो समस्या फेरि दोहोरिन नपरोस्। आज बालेन आयो, अर्कोपल्ट अर्को आउला, उसले पनि त्यही चिज फेस गर्नु पर्यो भनेदेखि त यो परिवर्तनको के काम? यो जुन यत्रो त्याग बलिदान गरेको छ जनताले, त्यसको के काम? यो 2/3 दिएको के काम? यसले एउटा पुरानो चिज सधैँको लागि मेटाएर अब नयाँ बाटोमा हिँड्नुपर्छ। त्यो नयाँ बाटो भनेको 5वटा चिजमा नेपाललाई आत्मनिर्भर गराउनु। त्यो 5वटा चिजमा जुन दिन आत्मनिर्भर गराउँछ, त्यो दिन नेक्स्ट जेनेरेसन, त्यो चाहिँ कुनै पनि भारतीयभन्दा कम हुँदैन, त्यहाँको विद्वानभन्दा कम हुँदैन, चाइनिजभन्दा कम हुँदैन, अमेरिकनभन्दा कम हुँदैन। त्यो त्याग यो पुस्ताले, तपाईँहरूको पुस्ताले, बालेनको पुस्ताले, यो अहिलेको चाहिँ यो सदनको संरचनाले गर्न सक्छ कि सक्दैन? तपाईँहरू त्याग गर्नु भएन भने नेपाल बन्दैन। त्यो चाहिँ याद गर्नुहोस्। तपाईँहरूले जे गर्नुपर्छ, पुरानो चिज हटाएर नयाँ चिज गर्नुपर्छ। एक प्रकारले तपाईँको मुटुको ट्रान्सप्लान्ट हुनुपर्छ देशको। त्यो पुरानो मुटु फ्याल्नु अनि नयाँ मुटु लिएर तपाईँहरू अगाडि बढ्नु। त्यो अरू त्यो स्ट्यान्ड हालेर के हालेर भन्छन्, त्यसले होइन।
पुरा ओभरअल गर्नुहोस् र नेपाललाई नयाँ नेपाल बनाउन सक्यो भने अहिलेको युगमा तपाईँ बाँच्न सक्नुहुन्छ, नभएदेखि नेपाल झन् ठुलो खाल्डोमा पर्छ। यो चाहिँ सबैले बुझ्नु। अत्यन्तै विवादको बिचमा हिजो प्रधान न्यायाधीश नियुक्ति भयो। हिजो एकै दिनमा एकदमै अस्वाभाविक फास्ट ट्र्याकमा चाहिँ संसदीय सुनवाईदेखि शपथ ग्रहणदेखि पदभार ग्रहणदेखि सबै एकै दिनमा भयो र बालेन शाह यस्तो कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएको थिएन यता लगतै केही समय यता। तर हिजो प्रधान न्यायाधीशको शपथ ग्रहणमा चाहिँ बालेन शाह पनि देखिएका थिए। कसरी हेर्नुभयो तपाईँले हिजो प्रधान न्यायाधीशको शपथ ग्रहणलाई? धन्न टोपी चाहिँ लगाएका थिए बालेनले। हो कि होइन? त्यो चाहिँ राम्रो हो। अबदेखि एउटा पोसाक चाहिँ उनले मेन्टेन गर्नुपर्छ जसले नेपालको पहिचान चाहिँ झल्कियोस्। एउटा कुरा थियो। जहाँसम्म फास्ट ट्र्याक छ, म यसको पक्षमा छु। जे गर्नुपर्छ छिटो गर्नुपर्छ, हामीसँग समय छैन। अब यो सरकारको बालेनको फुल सर्कल भयो। अब गोलाइ चाहिँ अब कतै पनि बाँकी छैन। अब उनले 8वटा अध्यादेशबाट प्रशासन सुधार गर्नुपर्ने चिज गरिसके। सरकार उनको 2/3 छ। उनले रोजेको नतिजा दिने किसिमको भनेर ल्याएको प्रधान न्यायाधीशको नाम के अरे? डाक्टर मनोज कुमार शर्मा। मनोज कुमारजी उहाँ हुनुभएको छ। हो कि होइन? अब जे राहत दिनुपर्ने, जनतालाई सहुलियत दिनुपर्ने, अब यो र त्यो भन्न यो सरकारले पाउँदैन। जसरी उनले तुरन्तै एकै दिनमा प्रधान न्यायाधीश नियुक्ति गरे, त्यस्तै राहत एकैछिनमा पुग्नुपर्छ, एकै दिनमा पुग्नुपर्छ। त्यो प्रधान न्यायाधीश नियुक्तिमा जुन छिटो गर्यो एकै दिनमा, त्यसले चाहिँ मान्छेहरूमा शङ्का पनि उत्पन्न गराइरहेको छ। जुन किसिमले प्रधान न्यायाधीश अहिलेको नियुक्ति भएको प्रधान न्यायाधीशको विरुद्धमा रिट हाल्ने तयारी गर्दै थिए। यता विपक्षीहरू त्यहाँ न्यायाधीशहरूले पनि फरक मत आएको थियो। हिजै मात्रै ती लालटिन बालेर ती बार एसोसिएसनका सदस्यहरूले पनि विरोध गरिरहेको थियो। त्यसै बिचमा चाहिँ अब केही हुनसक्छ कि भन्ने शङ्का सरकारलाई लागेर हो कि के हो? एकै दिनमा सुनवाईदेखि सबै एकै दिनमा गर्नुको पछाडिको रहस्य केही छ कि के छ यसमा? होइन, जेसुकै होस्, हो कि उनीहरू जे गर्यो ठिक भयो भने? होइन, मेरो विचारमा किन ठिक भयो भनेदेखि उनीहरूले हिजो त्यहाँ बाधा अड्कन गरिदिएको भए बालेन र स्वतन्त्र पार्टीले बहाना पाउँथ्यो कि यसले गरिदिँदाखेरि मैले काम गर्न पाइनँ भनेर। अब जनताले 2/3 दिए, सदनमा उनको 2/3 को बहुमत छ। अघि प्रशासन उनले 8वटा अध्यादेशले आफ्नो चाहना अनुसार गरिसके। अब एउटा न्यायालय थियो जसले यो प्रगति रोक्न सक्थ्यो। अब केही मिसफर्च्युन या कुनै दुर्घटना भयो या कुनै गल्ती भयो भने अब न बालेनले बहाना गर्न पाउँछन्, देखाउन पाउँछन्, न रविले न स्वर्णिमले। यी तिनटैले, यी तीनटा मूल पात्र हुन् यो सरकारको। हो कि होइन? यिनीहरूले अब कि गर्नुपर्छ कि मर्नुपर्छ, अर्को उपाय छैन। यिनीहरूले अगर देशलाई 1 महिनाभित्र सुशासन र या शान्ति, राजनीतिक स्थिरता र जनताको चाहिँ बेसिक निड्सहरू अहिलेको तुरन्तै पूर्ति गर्न सकेन भनेदेखि यो सरकारको विकल्प खोज्नु चाहिँ उचित हुन्छ। त्योभन्दा पहिले खोज्नु हुँदैन। अब फुल हामीहरूले अथोरिटी दिएको छ। हामीहरूले नभनौँ, परिबन्धले जे गरेको छ अहिलेसम्म गभर्नेन्स पार्ट चाहिँ अब पुरा भयो। अब चाहिँ डेलिभरीको पार्ट छ। कसरी प्राइस कन्ट्रोल गर्ने, कसरी सामान उपलब्ध गराउने। अब यो सरकारले पर्सि किसानलाई मल दिनुपर्छ। त्यो मल पाएन भने यो सरकार जिम्मेवार।
कुनै बहाना गर्न पाउँदैन। अब त्यो जस्तो हिजो नियुक्त भएको प्रधान न्यायाधीशले यो बालेन सरकारको पक्षमा फैसला गर्ने हो कि के हो? अब सुन्नुहोस् न, त्यही चिज म भन्दैछु। अब रविको मुद्दालाई चोख्याइदिने हो कि के हो? अब बहाना उनले गर्न पाउँदैनन्। सबैभन्दा पहिलो टेस्ट हामीले सुरुमै भनेको हो प्रधान न्यायाधीशको। जुन दिन प्रधान न्यायाधीश हुन्छन् उनको टेस्ट भनेको रविकै मुद्दा हो। यो रविको मुद्दामा जे जजमेन्ट दिन्छन् त्यसले सहकारीको ठगी, अर्गनाइज क्राइम, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणमा एउटा के अरे परिवर्तन, फाइनल टर्न टाइपको उनले जजमेन्ट दिनुपर्छ, आफैले दिनुपर्छ। यो अरू बेन्चलाई दिएर हुँदैन। प्रधान न्यायाधीशले आफैले लिएर यस्तो जजमेन्ट दिनुपर्छ कि अबदेखि सहकारी ठगहरू, ठग भनेको छु मैले, ऋणी भनेको छैन, ती ठगहरूबाट चाहिँ एक पैसा वसुल हुनुपर्छ, एक पैसा। होइन, रविको हकमा त दुईवटा कुरा त हुन्छ नि, कि रवि लामिछानेको फेरि सांसद पद निलम्बन भएर फेरि जेल जान्छन् कि बाहिरै बसिराख्छन्, यो दुईवटा मध्ये एउटा कहाँ त्यति मात्रै हुन्छ र? यो फैसलाले सम्पूर्ण यो सहकारीको जुन अवचलन भएको छ त्यसलाई कभर गर्छ, किनभने यो मुद्दै त्यसैको आधारले हो नि। यसमा सम्पत्ति शुद्धिकरण पनि छ, सङ्गठित अपराध पनि छ र ठगी पनि छ कि छैन? तिनटै चिज भएको हुनाले यो जजमेन्टमा यस्तो जजमेन्ट हुनुपर्छ कि अबदेखि कसैले गर्न नपाओस् यो तिनटै चिज, र जसले गरेको छ त्यसबाट एक पैसा चाहिँ वसुल हुनु पर्यो। आज हिजोदेखि कि अस्तिदेखि पैसा दिन थालेको छ अरे। 300 कतिजनालाई त दिइसकेको छ अरे, तर 1 लाख मात्रै दिएको छ अरे। किनभने मकाम पनि यो काम गर्ने बहिनीको पनि पैसा छ, उनीहरूले भनेको कुरा त्यो राम्रो छ। तर 1 लाख अहिलेको जमानामा के छ? केही पनि होइन नि, कम्तीमा पनि 5 लाख दिनु पर्थ्यो। अब त्यो पैसा अहिले सरकारी कोषबाट जान्छ, त्यो हामीलाई थाहा छ। अब सँगसँगै के गरेको छ भनेदेखि यो ऋणीहरूबाट चाहिँ उनीहरूलाई चाहिँ दबाब हाल्न खोजेको छ। बिजुली काटिदिने, पानी काटिदिने, त्यो त अमानवीय कुरा हो नि त। त्यो ऋणीहरूलाई पनि उनीहरूको त सम्पत्ति धितो राखेको छ, त्यो जहिले पनि लिलाम गरे हुन्छ, जहिले लिलाम गरे पनि हुन्छ। उनीहरूले पनि सहुलियत पाउनुपर्छ। यो परिवर्तित अवस्थामा उनीहरूलाई पनि समय दिनुपर्छ। उनीहरूलाई पनि त्यो सहकारीले अधिक ब्याज लिएको छ, पेनल ब्याज लिएको छ, त्यो मिना हुनुपर्छ। उनीहरूलाई पनि ऋण तिर्नको लागि सुविधा हुनुपर्छ। उनीहरू त भागेका छैन नि, उनीहरूको त सम्पत्ति छ, कसैको घर होला, कसैको जग्गा होला, त्यो मूल्याङ्कन नपुगिकन सहकारीले दिएको छैन। तर यो जीवी राई जस्ता जसले सङ्गठित अपराध गरेको छ, जो सम्पत्ति शुद्धिकरणमा परेका छन्, जो जेलमा बसेर यो पचाउन खोज्दैछन्, जो बाहिर बसेर लुकाएको पैसा पचाउन खोज्दैछन्, तिनीहरूबाट वसुल हुने किसिमको निर्णय आउनुपर्छ। यसबाट आउनुपर्छ र गर्न सक्ने स्थिति छ। त्यो नगरिकन त्यो चाहिँ दुईटा जुन कसुर उनीहरूले दिएको छ, यो सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको, त्यो